काठमाडौँको मुटुमा हरेक वर्ष एउटा यस्तो जात्रा हुन्छ जहाँ आस्था र परम्परा साँच्चै जीवन्त भएर आउँछन्। हो, हामी कुरा गर्दैछौँ लुन्ती अजिमा जात्राको। अब यो केवल एउटा रमाइलो उत्सव मात्रै होइन, यो त समुदायको आत्माको ऐना हो। त्यसो भए आउनुहोस्, आज हामी यही पवित्र जात्राको गहिराईमा डुबुल्की मारौं र यसका हरेक पाटालाई अलि नजिकबाट निहालौं। तर एउटा कुरा छ, समयसँगै यो जात्राको एउटा एकदमै महत्त्वपूर्ण हिस्सा पशुबलि बिस्तारै हराउँदै गएको छ। अनि यसले एउटा गम्भीर प्रश्न खडा गर्छ। आखिर शताब्दीौंदेखि समुदायलाई जोड्दै आएको यो परम्परा आज किन कमजोर हुँदै गइरहेको छ त? हो, यही प्रश्न नै हाम्रो आजको विश्लेषणको केन्द्रमा रहनेछ। अब यो कुरा बुझ्नको लागि हामी 5वटा चरणमा अघि बढ्नेछौँ। सुरुमा हामी लुन्ती अजिमा जात्रा के हो भनेर चिन्नेछौँ। त्यसपछि पञ्चमहायज्ञको अवधारणालाई बुझ्नेछौँ अनि बलिको विधि, त्यसपछिको भोज, समुदाय र सामाजिक व्यवस्था र अन्त्यमा दैवी शक्तिको प्रवाह कसरी हुन्छ भन्ने कुरालाई हेर्नेछौँ। ल, सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, लुन्ती अजिमा जात्रा। अब हेर्नुहोस्, स्थानीय नेवार समुदायको लागि यो केवल एउटा पर्व मात्रै होइन, यो त उनीहरूको गौरव हो, पहिचान हो। तर यसको जुन वास्तविक महत्त्व छ नि, त्यो बाहिर देखिने रौनकताभन्दा कैयौं गुणा गहिरो छ। वास्तवमा भन्नुपर्दा यो पुरै जात्रा एउटै कुराको वरिपरि घुम्छ, त्यो हो शक्ति। हरेक पूजा, हरेक विधि, हरेक अनुष्ठान सबैको एउटै लक्ष्य छ, त्यो अदृश्य दैवी ऊर्जालाई पैदा गर्ने र त्यसलाई सिङ्गो समुदायको भलोको लागि बाँड्ने। तर यो दैवी शक्ति पाउने तरिका त्यति सिधा र सरल छैन। यो केवल देवीलाई खुसी पार्न केही चढाउने कुरा मात्र होइन। यसको पछाडि त एउटा निकै गहिरो दर्शन लुकेको छ। त्यो हो पुरै ब्रह्माण्डको सन्तुलन कायम राख्ने दर्शन। हो, यो जात्राको जुन आध्यात्मिक मुटु छ त्यसलाई पञ्चयज्ञ भनिन्छ, अर्थात् 5 महान यज्ञ। एकछिनलाई कल्पना गरौँ न, यो ब्रह्माण्ड भनेको एउटा ठूलो परिवार जस्तै हो। अब परिवारमा सन्तुलन कायम राख्न के गर्नुपर्छ? हाम्रा पितृ, देवता, प्रकृति शक्ति र सँगैका मानिसहरू सबैलाई सन्तुष्ट र खुसी राख्नुपर्छ, होइन त? यो त्यही अवधारणा हो। लुन्ती अजिमा जात्रामा यही ब्रह्माण्डीय सन्तुलनलाई व्यवहारमा उतारिन्छ। कसरी? हेर्नुहोस् है, पहिले पितृहरूलाई सम्झेर पितृयज्ञ गरिन्छ। त्यसपछि मध्यरातको अग्निमा देवताहरूलाई आहुति दिएर देवयज्ञ सम्पन्न हुन्छ। अनि बलि दिएको पशुको रगत र मासुले अदृश्य शक्तिहरूलाई तृप्त गरिन्छ। यसलाई भनिन्छ भूतयज्ञ। र अन्तमा त्यही प्रसाद समुदायमा बाँडेर नृयज्ञ अर्थात् मानव सेवाको यज्ञ पूरा गरिन्छ। ल, अब हामी यो अनुष्ठानको सबैभन्दा गहिरो र सायद सबैभन्दा धेरै गलत बुझिने पक्षमा प्रवेश गर्दैछौँ। त्यो हो बलिको विधि। यो केवल एउटा कर्मकाण्ड मात्रै होइन, यसको त हरेक चरणमा गहिरो प्रतीक र ठूलो सावधानी लुकेको छ। एकछिन सोच्नुहोस् त, के बलिका लागि जुनसुकै पशुलाई छान्न सकिन्छ होला? बिल्कुलै सकिन्न। यहाँ पशुको छनौट एउटा एकदमै गहिरो र व्यवस्थित प्रक्रिया हो। किनभने मान्यता के छ भने देवतालाई चढाउने भेटी सबैभन्दा उत्तम हुनुपर्छ। त्यसैले पशुमा पनि खास खास गुणहरू खोजिन्छ। जस्तो कि पशु छनौट गर्दा 8वटा बाहिरी गुणहरू हेरिन्छ। ऊ एकदमै स्वस्थ र फुर्तिलो हुनु पर्यो, सुन्दर हुनु पर्यो, शरीरमा कुनै पनि किसिमको खोट हुनु भएन। यो सबै के को लागि? यो देवतालाई सबैभन्दा उत्तम वस्तु अर्पण गर्ने भावनाको प्रतीक हो। र कुरा यतिमा मात्रै सकिँदैन। बलिपछिको सिकाबु भोजका लागि पशुको टाउकोका पनि 8 कुनहरू जस्तै आँखा, कान, नाक, जिब्रो सबै जाँचिन्छ। यसले के देखाउँछ भने यो अनुष्ठानको हरेक सानोभन्दा सानो पक्ष कति धेरै महत्त्वपूर्ण छ। तर सायद सबभन्दा अचम्म लाग्ने कुरा त मुहाकेगु विधि हो। यहाँ के हुन्छ भने बलि दिनु अघि पशुको सहमति लिइन्छ। हो, साँच्चै विश्वास के छ भने यदि पशुले अस्वीकृतिको सङ्केत दियो भने बलि नै रोकिन्छ। यति मात्रै होइन, उसको कानमा मन्त्र फुकेर उसलाई पशु योनिबाट मुक्त गराइन्छ भन्ने पनि मान्यता छ। अब यहाँ बलिको जुन प्रतीकात्मक अर्थ छ त्यो अझै गहिरो छ। बगेको रगतले जल र अग्नि तत्त्वलाई जनाउँछ। छुट्याइएको टाउकोले आकाश र वायु तत्त्वको प्रतिनिधित्व गर्छ अनि मासुले पृथ्वी तत्त्वको।
यसरी हेर्दा एउटै बलिबाट ब्रह्माण्डका 5 तत्त्व अर्थात् पञ्चतत्त्वको भेटी पूरा हुन्छ। ल, बलिद्वारा शक्ति त उत्पन्न भयो, तर अब प्रश्न उठ्छ, यो शक्तिलाई समुदायमा कसरी बाँडिन्छ त? हो, यसको उत्तर हो भोज मार्फत। र यो भोज भनेको केवल खाना खाने कुरा होइन, यो त सामाजिक एकता र व्यवस्थालाई बलियो बनाउने एउटा एकदमै महत्त्वपूर्ण माध्यम हो। शक्ति बाँड्ने मुख्य तरिका हो समयबजी। यो एउटा पवित्र थाल हो जसमा बलिको मासु, चिउरा, भटमास जस्ता पञ्चतत्त्वको प्रतीक मानिने खानेकुराहरू हुन्छन्, अनि यही परिकारले त्यो दैवी शक्तिलाई हरेक व्यक्तिसम्म पुर्याउने काम गर्छ। फेरि पनि यो भोज केवल पेट भर्नको लागि मात्रै होइन है, यो एउटा सामाजिक अनुष्ठान हो। यसले समुदायभित्र को ठूलो हो, कसको के स्थान छ र सम्बन्धहरूलाई कसरी सम्मान गर्ने भन्ने कुरालाई फेरि एकपटक स्थापित गर्छ। अब यो कसरी हुन्छ त? आउनुहोस् हेरौं। सिकाभू भोजमा टाउको भाग ज्येष्ठताको आधारमा अर्थात् उमेरको हिसाबले बाँडिन्छ, जसले उमेर र अनुभवको सम्मान गर्न सिकाउँछ। त्यसैगरी मासुको जुन वितरण हुन्छ त्यसले समाजमा हरेक व्यक्तिको स्थान र अधिकार के हो भन्ने कुरालाई पक्का गर्छ। ल, अब हामी हाम्रो विश्लेषणको अन्तिम खण्डमा आइपुगेका छौं। हामीले प्रक्रियाका हरेक चरणलाई हेर्यौं। अब फेरि एकपटक त्यो अन्तिम लक्ष्यमा फर्कौं, जसले यो सम्पूर्ण परम्परालाई अर्थ दिएको छ। पशुको छनौटदेखि लिएर बलिको विधि र त्यसपछिको प्रसाद वितरण, यो पूरै चक्रको एउटै मात्र लक्ष्य छ: शक्ति उत्पन्न गर्ने, त्यसलाई शुद्ध गर्ने र अन्तमा सिङ्गो समुदायको कल्याणको लागि त्यसलाई फैलाउने। त्यसो भए आजको विश्लेषणबाट हामीले के बुझ्यौं त? पहिलो कुरा, यो अनुष्ठान ब्रह्माण्डीय सन्तुलन कायम राख्नको लागि हो। दोस्रो, यसको हरेक चरण एकदमै अर्थपूर्ण र प्रतीकात्मक छ। तेस्रो, भोजले दैवी शक्ति र सामाजिक व्यवस्था दुवैलाई बाँड्ने काम गर्छ। र चौथो, यो आस्थाले बलि दिएको पशुको आत्माले समेत मुक्ति पाउँछ भन्ने विश्वास राख्छ। अब सुरुको प्रश्नमा फर्कौं। जब पशु बलि जस्तो परम्परा कमजोर हुँदै जान्छ, के हामीले केवल एउटा विधि मात्रै गुमाइरहेका छौं कि त्योभन्दा धेरै कुरा गुमाइरहेका छौं? जब एउटा अनुष्ठान हराउँछ, के त्यससँगै त्यो सामाजिक संरचना, ब्रह्माण्डलाई हेर्ने एउटा पूरै दृष्टिकोण र समुदायलाई एक आपसमा जोड्ने त्यो अदृश्य धागो पनि हराएर जान्छ? यो प्रश्नको उत्तर सायद हामी सबैले खोज्नु